सबै मनुष्य अर्को आफ्नै दिमाग छ एउटै संसार छुट्टा छुट्टै सिद्धान्तको बिहानी साथ छ दिउँसो नै रात छ वास्तविकता पनि सपनामा राख्छ किन जिन्दगी मात्र भाग्य देखान्छ अनि सुतेको व्यक्ति अर्कै आयाममा जान्छ यो दिन र रात किन एक अर्काको साथ छ प्रकृतिको रीत कसैको कृति जस्तै लाग्छ किन एउटै रातमा अनेक निन्द्रका छेन एउटै सपना पनि लाग्छ वर्ष दिन I never believed in the concept of dreams they say our brains just imagine तर के सपना मात्र हो सोचको उपज जस्तो सुके खाट निन्द्रा आउँदछ सुखद सपनाको बेला शरीर बन्दछ मुरत आँखा चिम्म विभिन्न देखिन्छ सुरत यो जिन्दगानी आधा निन्द्रमा बित्ने त्यो सपनाको संसारमा कसले के सिक्ने तर के मिट्ने छ कहिले इच्छाहरू ध्यानमा बस्दा पाइन्छ शिक्षा बरु भन्ने सोच के लागु हुँदैन र सुत्दा के अर्कै महसुस हुँदैन र फेरि उड्दा यो सपनाहरू हुन सक्छन् अर्कै युग जहाँ साँच्चै नै बाँच्छौ संसारको असली रूप जहाँ तिम्रो हातमा उडी जान्छ तिमी निदाउँदा न मृत्यु न पीडा वास्तविकता मिटाउँदा यो देह हाम्रो खोल मात्र हो असली हामी त केवल हाम्रो आत्मा हो जो न कहिले अस्ताउँछ न कुनै रोग छ सपनाहरूमा न पीडा न भोग छ झै एक चित्र जुन निन्द्रभित्र झल्किन्छ रङ भरिन्छ अनि दर्शिन्छ भनेको चलचित्र तिम्रो सपना तिम्रो अर्कै आयाम हो जहाँ निरन्तर जिउँछ अनन्त कायम हो where you stimulate life before wasting it all to gain experiences while you really dream for तिम्रो सपनामा तिमी आफू नै मूल पात्र तिमी नै गुरु अनि तिमी नै आफ्नो छात्र लाग्छ तिमी आफैले लेखेको किताब जिउँदैछन् च्यातिएका पाना हरेक रात सिउँदैछौ त्यसैले उठे पनि अँध्यारोमा पुग्छु के सपना हो भ्रम उचिहाको गेन जुत्छु जसको भित्र डुब्नेको वातावरण फेरिन्छ कि अब्जर्भेसन हाकी जसले भविष्य हेरिन्छ यो ड्रिम इज अ की फर आफ्टर लाइफ राति मर्नुपर्छ सपनामा बाँच्नलाई कोही सास पर्खिन्छ सुत्दै हाँस्नलाई त्यसैले अर्को जीवन जस्तो लाग्छ रात मलाई कसरी रातिको निन्द्रमा देखिने दृश्यलाई बाँच्दैछु जस्तो हुन्छ तर त्यो अदृश्य नाम कल्पना तर वास्तविकता जस्तो हुन्छ एउटाको सपनाले अर्कोको विपनालाई छुन्छ किन याद हुन हरेक सपना देखिएको कि त्यो भविष्य हो हाम्रो भाग्यमा लेखिएको किन भन्छ तिम्रा इच्छालाई पनि सपना किन हिँड्नुपर्छ सपना पाउने पथमा किन होला एउटा शब्दको दुईवटा अर्थ तिम्रो लक्ष्यलाई पनि सपना भन्दा चल्छ त्यो चाहना र लक्ष्य तिमीलाई भेट्ने मन छ त्यसकै कारणले राति दृश्य देख्ने गर्छ जहाँ रात र दिनको फरक छुट्ने छैन जहाँ सम्बन्ध र नाता कहिले टुट्ने छैन जहाँ आवश्यकतामा कसैले लुट्ने छैन जहाँ इज्जत र शिर पनि झुक्ने छैन हामी सबैको सपना सायद यस्तै त छ भाग्यले रातको जीवन लेख्दै त छ हामी निन्द्रमा आफ्नो इच्छा बाँच्दैछौ अनि धेरै बाटो बिर्सी बिहान जाग्दैछौ कि हुन पनि सक्छ सपनाको अर्थ छैन किनकि सपनाको संसारमा केही शर्त छैन न गुमाउने डर न छ कमाउने लालच सपनामा आमा बाउ देख्छ एक अनाथ बालक यो सपना हुन सक्छ हाम्रो अर्कै काल जहाँ हाम्रो अर्कै जीवन छ अर्कै सार जहाँ दिन हुँदा यो जीवनमा रात हुन्छ अनि बिहान पाखा यहाँ उल्टो साँझ हुन्छ नि त्यहाँको रात हामीलाई सपनामा देख्छन् कि हाम्रो वर्तमान निन्द्रमा लेख्छन् किनकि हरेक चिज काल्पनिक आधारमा जस्तै विश्वास छ स्वर्ग पातालमा तर कहिले देख्छ सपनामा नि सपना त्यस्तो हुँदा लाग्छ यो सबै हो रचना हामी यादका कुराहरू सपना बनाउँछौ अनि दिमागमा आफ्नो छवि आफैले रचाउँछौ लाइक द मुभी इन्सेप्सन ड्रिम्स आर इन्फर्मेसन ड्वेल इन योर मेमोरिज टु क्रिएट इनोभेसन यस्तै हो यो सपना कोही देख्नको लागि सुत्छ कोही सपनीमा जिउँछ कसैको जीवनै रुख्छ तर सबैको सोच एक आपसमा फरक छ त्यही पनि हरेक सपनामा अरूको झलक छ सबै सडक छ भिन्न तर एउटामा मिल्छ के त्यसको सपना मिल्छ जो मृत्युमा गिर्छ मेरो साथी र भाइ जो बिते युवा कालमा के उत्सव र क्षितिजको छैन होला आत्मा के वाइबीको सोचहरू कालको वशमा होइन बितेका मानिस जिउँछन् अनन्त सपना सबै सपना नै हो कि सपनामा रम्ने म सपनाको भोगी सपनामा हिँड्ने म सपनालाई बोकी तर सबै सपना सपना नै हो कि सबै सपना नै हो कि सपनामा हिँड्ने म सपनाको भोगी सपनामा रम्ने म सपनालाई बोकी तर सबै सपना सपना नै हो।